आजको मर्निङ वाक सँगसँगै आज यो चौथो दिन पुस 7 गते सोमबार बिहानीको यो मौसम। आज पनि शीतलहर अझ धेरै बढी छ र सम्पूर्ण साथीहरूलाई शुभ बिहानी भन्दै म अहिले बङ्गलादेशमा भइरहेको समसामयिक घटनाको बारेमा भन्न गइरहेको छु र त्यसको प्रभाव चाहिँ विभिन्न देशहरूमा परिरहेको छ र नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परिरहेको छ र जुन नेपालमा उताको बङ्गलादेशको घटना लिएर जसरी नेपालमा पनि टिट फर ट्याट भने जस्तो हैन एउटा हिन्दू समुदायको विरोध चाहिँ बङ्गलादेशमा भएको विरोध चाहिँ नेपालमा भएका मुस्लिम समुदायप्रति जुन लक्षित शब्दहरू प्रयोग भइरहेका छन् यो निकै नै खतरनाक छ भन्ने म लाग्दछु। कहिले पनि त्यस्तो हुँदैन हैन। कुनै ठाउँमा भएको गल्ती चाहिँ त्यो गल्तीलाई सच्याउन अर्को ठाउँमा त्यस्तै गल्ती गर्नु भनेको झन् ठुलो अपराध हो र म सम्पूर्ण नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्न चाहन्छु कि नेपालमा हामी संयमित बनौँ। तर बङ्गलादेशमा जुन किसिमको सामाजिक सञ्जालमा देखिएको छ एउटा धार्मिक द्वन्द्व, धार्मिक हिंसा, यो निकै नै खेदजनक छ। त्यहाँ भएको घटनाप्रति खेदजनक गर्दै नेपालमा हामीले धार्मिक सहिष्णुता कायम गरौँ, सबैलाई सम्मान गरौँ, यही भन्न चाहन्छु। धन्यवाद।